यो पार्क एकदमै मनमोहक दृश्य छ। यहाँ एकदमै वातावरण चाहिँ कस्तो राम्रो छ हेर्नुस् त। यहाँ आहा कस्तो यो गर्मीमा पनि है कस्तो राम्रो चाहिँ यहाँ के पुरा शीतलो चाहिँ उदिलाउने पुरा स्विमिङहरू छ हेर्नुस् त। यहाँ सबै मान्छेहरू चाहिँ विभिन्न देशहरूबाट अहिले चाहिँ यो समरमा उहाँहरू चाहिँ घुम्न आउने रहेछ के। पुरा यस्तो राम्रो मनमोहक चाहिँ दृश्य छ यो वनेरी पार्क हो। म आज हाम्रो चाहिँ 4 दिनको बिदा छ। हामीहरूको 4 दिनको बिदामा यहाँ चाहिँ कम्पनीले चाहिँ बिदा दिएछ हामीलाई फुडकार्ट सहितको। हामीहरू चाहिँ यहाँ घुम्न आएको हो। त्यही भएर यदि कोही साथीहरू चाहिँ यहाँ नजिकै हुनुहुन्छ भने यसो चाहिँ भेट गरौँ है ल। मेरो चाहिँ प्रेमपुरी भ्लगलाई चाहिँ सब्सक्राइब गरिदिनु होला। म चाहिँ अहिले तपाईँको विभिन्न देशहरूमा म जर्मनी जाँदैछु। जर्मनीबाट चाहिँ हामी जर्मनी हाम्रो चाहिँ 7 दिनको बसाइ छ। जर्मनीको 7 दिनको बसाइपछि हामीहरू चाहिँ फेरि चाहिँ पोर्चुगल जान नमिल्ने हुनाले हामीहरू स्पेन हुँदै फर्किनेछौँ। हाम्रो टिकट पनि भइसकेको छ। म अहिले तपाईँलाई टिकट पनि हालिदिन्छु। एकजना पाकिस्तानी साथीले चाहिँ टिकट बनाउनु भएको हो। अहिले यहाँ बिदा भयो हुनाले अब चाहिँ यसो घुम्न जाने। अहिले फिलहाल काम केही छैन। पहिला म ब्रासोपमा काम गर्थेँ। मैले ब्रासोप चाहिँ छोडिसकेँ। उहाँबाट चाहिँ मैले 55 को रिलिज ल्याएर एक कोर्ट लेटर सहितको चाहिँ पुलिस रिपोर्ट ल्याएर 125ले ट्याक्स तिर्मा आइसकेँ। कस्तो छ हेर्नुहोस् त दृश्य, एकदमै दामी दृश्य हेर्नुहोस् त। त्यहाँ मनमोहक दृश्य छ यहाँ। के त अब सनलाइटले चाहिँ खासै काम कस्तो राम्रो चाहिँ दिएको छैन। है साथीहरू, तपाईँ पनि यहाँ आउँदै हुनुहुन्छ भने युरोपतिर कुनै काम सिकेर आउनु होला। सबैभन्दा त म तपाईँलाई के भन्न चाहन्छु भने होटलको कामहरू सिकेर आउँदा एकदमै उपयुक्त हुन्छ। पिज्जाहरू यस्तो सुसीहरू यहाँ युरोपमा चल्छ। सुसीहरू सिकेर आउनुभयो भने राम्रै नै हुन्छ। पिज्जाहरू सिकेर आउनुभयो भने राम्रै नै हुन्छ। यस्तो चाहिँ विभिन्न कामहरू सिकेर आउनुभयो भने यहाँ चाहिँ आफूलाई काम गर्न वातावरण चाहिँ एकदमै सहज बन्छ। यस्तो गाडीहरू यस्तो हिँडिरहेको छ।